हेलो गाइजहरू, सबैजना सन्चै हुनुहुन्छ होला। यो मेरो चाहिँ पहिलो भिडियो हो। मेरो अब युट्युब च्यानलमा अब सधैँ रेगुलर नै आउने हुन्छ। अब यहाँ च्यानल खोलेको त धेरै भयो, अब एक्टिभ थिइनँ। युट्युबमा त हेरिरहन्थेँ तर आफूले अपलोड गर्ने खासै मौका पाएको थिइनँ। अब चाहिँ हल्का समय मिलाएर आफैले अपलोड गर्ने प्रयास गरिरहेको छु। यो मेरो चाहिँ पहिलो भिडियो, यसमा खासै केही स्पेसल छैन। यसो आफ्नो परिचय र यसो इन्ट्रो मात्रै हो। सबै किसिमको भिडियोहरू आउँछ योभन्दा पछाडि। अब च्यालेन्ज पनि हुन्छ, हन्टिङहरूको, ट्राभलरको, अब यसो फनसन भएको भिडियोहरू सबै आउँछ होइन। अब एउटै कन्टेन्ट टाइपमा चाहिँ आउँदैन, बनाउनु पनि सकिँदैन, भ्याउँदा पनि भ्याउँदैन। जुन सकिन्छ त्यसैमा बनाउने प्रयास गर्छु म। अनि त्यही हो, सबैले माया गरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब सबैले मिलाएर गरिदिनु होला। नयाँ हो, सबैले यसो साथ सपोर्ट मिलाइदिनु होला। आज चाहिँ हामी यसो घुम्नलाई गाउँतिर निस्किरहेछौँ, हिँड्दैछौँ। यो साथीहरू पनि छ। के भने हामी घुम्न जाने हो। केटाहरू छन्। आज खासै स्पेसल त्यस्तो काम विशेषले यसो निस्किरहेको हो, त्यस्तो रमाइलोको लागि त होइन। अनि त्यसपछि त्यही हो, पहिलो भिडियोमा खासै बोल्न पनि आउँदैन होइन। सबैले बुझ्नु भएकै कुरा होला। अब त्यो बनाउँदै गएपछि, सिक्दै गएपछि त्यो अब मनभित्र एउटा तपाईँहरूले माया गरेर साथ सपोर्ट दिनुभयो भने त अटोमेटिक जोस नै आउँछ पछि त होइन। अहिले सुरुमा बोल्न पनि अप्ठ्यारो लागिरहेको हुन्छ। के बोल्ने एउटा बोल्न पनि आउँदैन। त्यही माथि अब यत्रो सामाजिक सञ्जाल जस्तो चिजमा होइन, युट्युब जस्तो प्लेटफर्ममा चाहिँ भिडियो अपलोड गर्नु छ। अब शुद्ध र सभ्य भएर नै बोल्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा थोरै नर्भस त भइन्छ। त्यही हो। अब चाहिँ भिडियोहरू रेगुलर नै आउँछ। भिडियो चाहिँ एउटा त भिडियो बनेको छ, एडिट पनि भइसकेको छ, अपलोड हुन मात्रै बाँकी छ। कालिज हन्टिङको है, गाउँतिरको यसो रातिमा कालिज हन्टिङ गर्न गएको। 2टा कालिज मारेको थियो, त्यसको भिडियो आउँछ। अब यसको हेरौँ न यो भिडियोमा कतिको रिस्पोन्स हुन्छ। तपाईँहरूलाई त्यो भिडियो पनि आउँछ लगतै। अब यो सिजनमा भनेको त्यही हो, कालिजहरू गाउँतिर भइयो भने कालिज मारेको भिडियो आउँछ। बाहिर भइयो भने चाहिँ घुमेको, आफ्नो अब लाइफस्टाइल कसरी बिताइन्छ होइन, के गरिन्छ बाहिर त्यो आउँछ। अनि योभन्दा पछाडि भिडियो चाहिँ त्यो कालिजको आउँछ। हेरेर सबैले माया गरिदिनु होला। च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई दबाएर एकदम नोटिफिकेसन आउने गरिदिनु होला। र लाइक चाहिँ गर्न नछुटाउनु होला भन्दै अब अलि पछि थपमला नि अरू साथीहरू। अहिले हामीहरू उताबाट हिँड्दै आउँदाखेरि यति राम्रो ठाउँमा आइपुगेको छौँ। तपाईँहरूले म देखाउन चाहन्छु। खासै त राम्रो त होइन, तर ल हेर्नुहोस्, स्वर्ग भनेको यही हो। स्वर्ग हेर्नुहोस् हाम्रो लागि। कस्तो रमाइलो डाँडा काँडा यस्तो छ होइन। अहिले हामीहरू आएको यो बाटोबाट हो। स्वर्ग त उता छोडेको यो नर्क हो। एउटा सुन्दर बस्ती। अब हामीहरू यहाँदेखि जानुपर्ने हुन्छ। त्यही ओराला रोडको ट्याप पिच गरेको छु। ल चम्चुरी नरौँ न, पिच गरेर त्यही थाहा ल। अब एकछिनमा फेरि अर्को कुनै लोकेसनमा गएर हामी भेट्छौँ। अहिले यो घामले गर्दाखेरि ठ्याक्कै टाउको माथि परिरहेको घाम पनि खुट्टातिर पऱ्यो भने चाहिँ टाउकोमा परेछ। केटाहरू यस्तै छन्। हामी मेगासिरी खाँदैछौँ। अरू के गरे अरू केही नै। ल अब अरू त खान सकिन्छ। आज अलि गाडी पनि चलेको छैन क्या बाटोमा। खासै त्यति त चल्दैन, तर 1-2टा चलिरहन्थ्यो। आज आएन।